हेलो गाइस, अहिले चाहिँ हामी फाइनली मेरो भाइको काममा छोडेको छ मेरो भाइले। अनि यहाँ अब अहिले चाहिँ हामी भाटपट्टि नै जान लागिरहेको छौँ है। सो या लेट्स गो। सो गाइस फाइनली भाटपट्टि नि पनि आइसक्यो है। रिभ्युड भएको छ आफ्टर जेन्जी प्रोटेस्ट। अनि यहाँ अझै राम्रो बनेको छ। अब भित्र गएर हेर्नुवाला छौँ है कस्तो भयो के हो। सो या लेट्स गो। अङ्कल भिडियो रेकर्ड गर्न पाउँछु भित्र है? ए ल त्यो गाडी चाहिँ यस्तो छ। त्यो चाहिँ इन्ट्रेन्स भयो। चाहिँ खानेकुराहरू भयो। हो ल छिर्यो माथि हिँड्न जाउँ माथि। यसरी ब्यागहरू राख्नुपर्छ कि सुरुमा माथिबाट हेर्दै आउनु तल। तल माथि आउनु पर्ने कतै मस्तै ल। हजुर त हेर्ने हामी चाहिँ भाटबाट नि हेर्न मात्र आएको है गाइस, केही किन्न चाहिँ होइन। अब कस्तो बनिन्छ भनेर हेर्न। यहाँनिर बच्चाहरूको लागि यस्तो रहेछ। अनि यहाँनिर स्ट्याचुहरू पनि छ। त्यो चाहिँ इन्ट्रान्स रहेछ। सो गाइस अहिले चाहिँ हामी ग्राउन्ड फ्लोरबाट फर्स्ट फ्लोरमा आएको छौँ। अनि यहाँनिर चाहिँ सबै चाहिँ भाँडाकुँडाहरू मात्रै रहेछ क्या। लाइक यस्तो किचनहरूमा चाहिने फर्निचर कस्तो रे। यहाँनिर यसो टोय सेक्सन पनि रहेछ है बच्चाहरूको लागि। त्यही नै हो। यहाँनिर टिफिनहरू कछुवा ए यस्तो के प्लसिसहरू अरे यिनीहरू स्क्विसी हुन्छ। आइरन न आइरन के यहाँ गाइस यही नै छ ग्राउन्ड फ्लोरबाट फर्स्ट फ्लोरमा। यही भाँडाहरू ग्लासवेयर कप्सहरू प्लेट यही रहेछ है। कुकरहरू सब यस्तो पाउँदो रहेछ। अनि यहाँ अब हामी जानेवाला छौँ सेकेन्ड फ्लोरमा। यसको द वे टु सेकेन्ड फ्लोर। सेकेन्ड फ्लोरमा चाहिँ के रहेछ भनेपछि कपडाहरू पाउने रहेछ है त। त्यस्तो रहेछ। केटीहरू होइन केटाहरू पनि पाउँछ। हेलो अङ्कल नमस्ते। होइन अब यहाँनिर धेरै कपडाहरू पाउने रहेछ है। कपडा किन्ने हो यहीँ पाउँछ त। लिनेन फर्मल ब्यागी जस्तो पनि पाउँछ। कोही एकछिन यहाँ बस्न मेरो रोक त। एसी खाऊ क्या। यहाँबाट चाहिँ हावा आइरहेछ क्या यस्तो चिसो हावा। दिनभरि यहाँ बस्नुपर्छ क्या यार। केही छैन। हेरौँ हेर्ने मात्र हो। किन्ने चाहिँ केही पनि होइन। सबै केटीहरूको मात्रै रहेछ कि केटिज एन्ड बच्चाज। यहाँनिर चाहिँ गाइस क्रिकेटको जर्सीजहरू पाउँदो रहेछ। यस्तो रहेछ यहाँ युएस पोलो एलेन सलु के यस्तो। हो कोटहरू नि राम्रो रहेछ है भित्र। सबैलाई हुन्छ नि मेन्टेनेन्स। आइज टाइलहरू पनि राम्रै हाल्यो हामी। ठिकै हो। सो गाइस हामी चाहिँ अहिले थर्ड फ्लोरमा आएको छौँ र थर्ड फ्लोरमा चाहिँ जुत्ता चप्पलहरू रहेछ है। यहाँ चाहिँ सबै जुत्ताहरू पाउँदो रहेछ। अनि क्याप्सहरू नि यहाँ चाहिँ जुत्ता चप्पलको सेक्सन क्याप्सहरू दामी जुत्ता कुन हेर्ने कुन मनपर्छ तँलाई? जोर्डन मेरो चाहिँ कन्भर्स हो। आइज न हिँड्दै गरौँ। आइज यस्तो रहेछ है गाइस जुत्ता चप्पलहरूको मात्र। जाम आइज यता
हामी चाहिँ अब टप फ्लोरसम्म पुग्ने हो गाइज तर किन्ने चाहिँ केही पनि होइन जस्ट हेर्न मात्र आएको हो कस्तो बनेछ भनेर है आफ्टर रिभ्यू यहाँ अनि हामीलाई राम्रै लागिरह राम्रै छ है राम्रै बन्यो नि है पहिलाको भन्दा त एटलिस्ट हुन त पहिला पनि राम्रै थियो अब एक्जिट वे टु 4th फ्लोर गाइज 4th फ्लोरमा नि आइयो तर यहाँ हामीले आउने बित्तिकै के देख्यौँ यस्तो इन्ट्रेस्टिङ यो के यस्तो पेपे पिज्जा पैसा लाग्छ होला अन्त अफकोर्स लाग्छ बट हामीसँग अहिले यस्तो केही गर्न आएको होइन हामी इन्ट्रान्स आइज ल यहाँ चाहिँ अब यस्तो पाउँदो रहेछ इलेक्ट्रिक एप्लायन्सहरू रेफ्रिजरेटर फ्यान्स म त लाइक भिडियोको नाम मात्रै प्रमोसन पो गर्न पाएँ फ्री फायर आइज हेर्छ नि 4-5 जनाले हेर्नु पनि मलाई इनफ हुन्छ है गाइज एन्ड थ्याङ्क्स फर वाचिङ माई भिडियो एन्ड मेक स्योर टु लाइक एन्ड सब्सक्राइब एन्ड फलो सेयर एभ्रिथिङ ओहो हो ग्यास स्टभ 4th फ्लोरमा यस्तो यस्तो रहेछ है गाइज सबै होम एप्लायन्स किचन एप्लायन्स ठिकै हो जाऊँ के हेर्दाखेरि के किन्ने विचारमा आयो पुरा स्टोर यो फ्लोरको सबै किन्छ क्या फ्लोरको सबै किन्ने हो सब किन्ने सो गाइज यही नै रहेछ है अहिले टप फ्लोर हामी आइसक्यौँ यहाँबाट भ्यू जस्तो देखिन्छ है भात बनेलीबाट हाम्रो चितवनको भ्यू यहाँबाट जम्बोसँग टी होल्डर भइहाल्छ नि अफकोर्स नानो प्रोफाइल पिक्चरका लागि साइड प्रोफाइल पिक्चर होइन ल यही नै रहेछ गाइज राम्रै बन्यो आयो सबै कुराहरू राम्रै लाग्यो अब त के नै छ र सबै कुराहरू जाम के हुँदैन हामीले के नराम्रो गरेर सिसिटिभीबाट डराउनु पर्ने अब लेट्स गो टु ग्राउन्ड फ्लोर सो गाइज अब हामी चाहिँ केक बजार जानु भएको है केक खानलाई अब हामीले देखाएन भने चाहिँ त्यही भएर अब यस्तो देखाइदिनु पऱ्यो कोसँग बोल्दा यहीँ हो केक बजार भयो त आइयो मेन्यु हेर्न मेन्यु फर्स्ट हो त्यही भएर थ्याङ्क यू पानी हाल्दा कुन छ नि चिज केक सो गाइस फाइनली केक आइसक्यो हाम्रो यो चाहिँ एउटा ब्ल्याकबेरी चिज केक अनि यो चाहिँ यसको नाम के थाहा होइन नाममा के राख्यो हामीले खानामा मतलब हो खाम ल बरु ट्राई गर्नु सो गाइज फाइनली अहिले केक पनि खाएर सकिसक्यौँ र अब चाहिँ हामी गिटार लिन गइरहेको छौँ है गिटार पनि सर्भिसिङ भइसक्यो चाहिँ हाम्रो लाइन चोकमा थियो है सो अब लाइन चोकबाट हामी यता जाने हङकङ बजार त्यहाँबाट सिधै माथि अनि हामी गिटार लिन्छौँ अनि गिटार लिएर सिधै घरतिर जान्छौँ त गाइस हामी चाहिँ आयो है हामी मिनिस्ट्रीको साइडमा गिटार सप 90 मिटर तल हो कि अलि गिटार सप पनि आयो गाइस अब गिटार सर्भिसिङ गर्न दिएको धेरै भइसक्यो होला अहिलेसम्म लिन जाउँ फर्स्ट टाइम आएको है यहाँ यहाँनिर चाहिँ यहाँ जान सोध्नु गिटारहरू धेरै गिटारहरू पाइन्छ गाइस यहाँ खतरा बजाउनु भयो तपाईँले यो चाहिँ बेस गिटार रहेछ यसको स्ट्रिङहरू मोटो हो अनि 4 राउन्ड स्ट्रिङ चाहिँ इलेक्ट्रिक गिटार सो गाइज मेरो गिटारको लागि चाहिँ मैले यो केको लिन गइरहेको छु 650 मलाई रियल ग्यास दिनु चाहियो हुन्छ
यो दुइटा अगाडि साइडमा यो चाहिँ लिने हो यो लगाएर हेर्दा ट्राई गर्न यो चाहिँ ट्राई गर्न राम्रो लाग्यो भने बोकेर पे होला राम्रै हो जस्तो लाग्यो एकदमै राम्रो हो गाइस गिटार फाइनली सर्भिसिङ भइसक्यो अनि क्यापो चाहिँ मैले यो लिनुको थामिसकेँ क्यापो च्याप्टा 5-7 राम्रो सिधा मेरो अलि सिधा आउन सिधा अब ट्राइबल रेन्ट बजिसक्यो गाइस के पो यही वाला हो कि थाहा चाहिँ पत्ता छैन डिएसको यही लिने हो भयो भयो राम्रो हो यता यता च्याप्नु त्यो अलिक मोटो दिएर यो बता त्यो as long as it sounds well च्यापे खानु राम्रो त च्याप्पे हो तर सानो रहेछ यसो होइन के हो न धेरै पनि चाहिएन त हो ठिक्कको पुग्यो भयो त त्यत्रो ओभर पनि भएको ठिक्कै पुगेर राम्रो यही लिने हो आएपछि स्यालेरी फेर्न चाहिँ कति टाइम लाग्छ 5 मिनट एक दिन मिलाएर टाइम यस्तो के यो तारहरू निकाल्ने हो यता हेर्दा तारहरू युज गरेर निकाल्ने हो स्याडल फेर्ने अनि फेरि ब्याक टु स्ट्रिङ हजुर गाइस मेरो भाइले एउटा गीत हाल्नु थियो है त गाइज फाइनली हामी यहाँ नेक्स्ट लेभल जिम बनायो मेरो भाइले चाहिँ अब यहाँ जिममा जिम जोइन गर्ने भनेर सोचेको त्यही भएर अब यसो हेर्ने भने क्या के कसो रहेछ भनेर सो यहाँ नेक्स्ट लेभल जिम यहाँ माथि हो आइज मैले पहिला जोइन गर्थेँ तर मैले बिचमा छोडिदिएँ क्या त्यही भएर अब मेरो भाइले चाहिँ जोइन गर्ने भने त्यही भएर अब हेरौँ यहाँ के चेन्ज भएछ है कति वर्ष भयो म पनि नगएको गर्मीले अब माथि जानुपर्छ के चेन्ज भयो होला यार धेरै भयो होला मैले पनि पहिल्यै हो त्यही हो अब यति नै हो चेन्ज चाहिँ नहुँदो रहेछ तर अब यहाँ एप्सहरू हान्न पऱ्यो भने यहाँ सुदल लेगको लागि यहाँ स्क्वाड चाहिँ यता हो अनि त्यहाँ पनि लेगको लागि भयो साइक्लिङहरू यहाँ रहेछ चेन्ज ऊ त्यहाँ अलिक नयाँ हाल्नु भएको यसमा मसिनवाला छैन नि त मसिनवाला हुँदै मसिनवाला ए कहाँ रहेछ माथि माथि त म कहिले गएको थिएन यहाँनिर रेस्ट गर्थ्यो कि हामी यहाँ खालि हावा आउँथेन त माथि माथि पनि रहेछ त थाहा छैन ओम्नी छैन ओ हामी कहाँ आयौँ यस्तो यहाँ रहेछ त यो रोप पनि रहेछ यहाँ रोप रहेछ ट्रेडमिल मसिन सबै नाइस यहाँबाट भ्यू पनि आउँछ जाउँ अब घरतिर ल त्यत्रो डुलियो खाइयो है के गरियो अब चाहिँ फाइनली घरतिर गाइस लेट्स गो गाइस हामी फाइनली हाम्रो घर आइसक्यौँ हाम्रो यो चाहिँ हाम्रो गुम्बा मेरो मामा बाइकमा मैले हावा धक्का राखेको अगाडि है गाइस आजको लागि आजको यो भिडियोमा चाहिँ यति नै सी यु इन माई नेक्स्ट भिडियो टिल देन टेक केयर बाई बाई गाइस हावा धेरै आएर यहाँ
आँखामा पनि धुलो पस्छ कपाल के हुन्छ रे? उता हेर्न उता गुम्बातिर ल ल ल Bye guys, see you in the next video. Till then, take care. भाइले Hi, भन्नु न hi. Oh guys, okay, bye.